एस ल है त ल स्वागत छ वेलकम वेलकम हेरौँ है तपाईँ चट्ट हामी यस्तो गरेर होइन खोलामा भलक चट्ट गराउँदैछु गरेर मैले माछा मारेर कस्तो हुन्छ आज तेलमा झानेर पकाएर खानुपर्छ है। माइक टेस्ट हेलो 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 के भनिदिनु वेलकम टु माई मिनी भलक है यो चाहिँ यस्तो जल खाँदैन अब यस हामी चाहिँ खोलातिर माछा मार्न लाग्छौँ होइन कहाँको छ त जापानको खोला यस्तै हो कहाँ के बोल्नु लाग्छ बोल माइक हाले है ठिकै छ ल है त गाइस सबैजनालाई हाम्रो युट्युब भलकमा अहिले माछा मारेपछि देखाउनु छ है त ल के कस्तो हुन्छ अब हेर्दै गर्नु होला फेरि कहाँ भन्नु जापानको खोलामा होइन फेरि आज फर्स्ट टाइम जापानको खोलामा बल्छी खेल्न जाँदैछौँ हामी यस नमस्ते आयो है अब खोला नजिक आइपुग्यो आज बिदा होलिडे त मनाउनु पर्यो चस्मा लाएर बनायो भने चाहिँ लासा पनि नलाग्दा चाहिँ त्यो बिचरा गर्मी ढल्यो कि त्यो एउटा अब त्यो माउ छैन होला अन्त यहाँबाट आउनै हुन्छ शीतल खानालाई झारी मुनि बस्ने अनि त्यो झारीमा त खोलामा जानै सकिने जस्तो त यार हजुर ऊ त्यहाँ गइन्छ त्यहाँ केटाहरू गहने बाटोबाट ओहो माछा माछा अघि कछुवा होला नि फेरि कछुवा ए माछा यस्तो ऊ कस्तो फास्ट हिँड्ने यार यहाँको माछा त्यहाँ यहाँ त उता सर्प पनि होला त्यहाँ त गएर जस्तो 5 सबै भिज्यो मेरो सङ्घर्ष हेर पानी पुरै रुजाएर होइन पुरा सङ्घर्ष एकदम चलिरहेको र हातमा माछा चाहिँ नै उस चाहिँ परिरहेको छ के अरे कछुवा चाहिँ परिरहेको 2-3 चोटि कछुवा भेटिसक्यो माछा चाहिँ देख्न मात्र पाइएको अलि सानो माछा हामी भन्दा अलिकति फास्ट हुँदो रहेछ माछा कुदिरहेको छ हेर्न माछा आम्मा यस्तो सानोमा त यस्तो फास्ट गर्दो रहेछ यार यो चाहिँ केटाहरूले पुरै उस गरेर हो तर माछा कडाई यहाँ त ढुङ्गा मन्दिर हातमा नि समात्न सकिन्छ यार हेर न कस्तो फास्ट घुम्ने माछा चाहिँ रेडी भन्ने ए जापानमा पनि यस्तो दामी पिस खोलामा माछा मार्दा त मजा आयो नि त त्यही माथि प्यान्ट सब भिज्यो र यस्तो गर्मीमा आज बिदाको दिन चाहिँ दामी होला खतरा नाइस हेर्नु न सङ्घर्ष चप्पल हातमा जिम्मेवारी काममा भन्छ नि मलाई त एकदम मजा आइज हेलो गाइज तर यार यहाँ त पौडी खेल्नु के हुने यार यति गर्मीमा त पौडी खेल्न हुन्छ नि यार त्यसले मान्छे देखेन नि त कछुवा छ आइज केटा हो कछुवा के भन्छ कछुवा छ कछुवा चिसो यार कछुवा क्या हो यार कछुवा कछुवा छ कछुवा चाहिँ लर पाल्यो भने त दामी हुन्छ समात्नु मिल्छ त समात्नु मलाई डर लाग्छ भने मबाट उसले उस ठ्याक्क उसमा सक्नु त माथि खोपेर क्या राम्रो छ यो लर पाल्यो भने त भन दामी हुन्छ हिँडे हेर टोक्दैन नि त कछुवा त टोक्दैन होइन नि त यो त हो कहाँ टोक्दैन क्या एकदम राम्रो हुन्छ नि यो त लक्ष्मी हो नि त यो त कछुवा हेर्नु देखो त वाओ क्या दामी छ हेर्नु न हातले के हुँदैन कि पानी होइन यो त जिउको बाच्छ क्या टोक्दैन कि यसले कछुवा त देखो त सर्प रहेछ भित्र कहाँ हुन्छ टाउको हो नि त त्यो त पाल्यो भने त चुन्दा लर पाल्छ नि होइन एक्वेरियम भगवान लर हालिदिनु नि दामी हुन्छ घोट बाटो के भेटिन्छ नि केटा हेर माथि भेटिनु सक्दैन ठुलै माछा मार्न के भन केटा तिमी कसरी देखेछौ त फेरि कसरी देखेछौ नि फेरि
मस्त उस गर्दै आएको छ ट्याक्कै भएर सिर्फ डर लाग्छ पछाडिको हाड चाहिँ दामी दामी कसो ऊ भित्र सुतिरहेको छ कछुवा मार्ने हो अब यसलाई म पानीमा छोड्दैछु है ल जाऊ तिम्रो पनि लाइफ आफ्नै छ ल बस वाह यसको माउ भनेपछि कता होला त यसलाई उहाँले के अरे समुद्रबाट बगाएर ल्याए के पाए यसै भित्र लुकेर आएको होला ए दुग्रे हेर्ने कछुवा कुन कुल्चो हो फेरि या कति कुद्दो रहेछ कछुवा धैली फिलिन्छ अन्त त कसले आएको छ यस्तो यस्तो भिडियो हेर्नको लागि कृपया लाइक कमेन्ट सब्सक्राइब गर्नु होला सब्सक्राइब गर्नु होला बस त्यो दामी दामी भिडियो यो त जस्ट बिराक दिन है यस के अरे टाइम पास प्लिज सब्सक्राइब गर्नु नेक्स्ट भिडियो नेक्स्ट डेस्टिनेसनमा हुन्छ ओके